नमस्ते यहाँ टसी दिले हामी चाहिँ आज इस्कुस टिप्दैछ धावा भाइ र म। धावा भाइ चाहिँ यो रुख भित्रतिर छ कता हो। इस्कुस चाहिँ हामी टिप्दैछ। यो चाहिँ हाम्रो इस्कुसको रुख हो। यहाँ धावा भाइ चाहिँ मंकी जस्तै उयो रुख भित्र छ अहिले झर्दैछ। म चाहिँ यहाँ इस्कुस झारेको साह्रै काडा भएर इस्कुस चाहिँ टिप्नै सकिरहेको छैन। इस्कुस चाहिँ टन्नै रहेछ तर है त्यो टिप्नै गाह्रो भइरहेछ काँडा भएर। ऊ तलतिर पनि झरिरहेछ। यहाँतिर यसरी फलेछ इस्कुस चाहिँ एकदमै काँडावाला इस्कुस रहेछ। त्यही भएर धावा भएर मैले टिप्न सकिरहेको छैन। जस भोलि चाहिँ हामी यो चाहिँ काठमाडौँ लगेर जाने भनेर चाहिँ टिप्दैछौँ। यो धावाले सानो नि झारेछ। काठमाडौँमा तरकारी किनेर खानुपर्छ। त्यही भएर हामी चाहिँ यही गाउँबाटै इस्कुस लगेर जाँदैछौँ। फ्रीको माल फ्रीमा पाउने चिज किन किनेर खानु भएन। हामी चाहिँ यहीँदेखि बोकेर हिँड्दैछौँ धावा र म। ल यहाँ धावा भाइ चाहिँ यहाँ अल्झिरहेको छ। धावा भाइको रेस्क्यु गर्नुपर्ने जस्तो छ। ओ लडलाई अहिले तलबाट आइज न। धावा भाइ यहाँ बिस्तारै चाहिँ म बोकम के त नि म बोकिदिन्छु भाइ। लडलाई ए आयो मेरो भाइ। डन हो यो भाइ त जे पनि काम गर्छ तर अलि अल्छी मात्रै गर्छ। काम चाहिँ जे पनि गर्न तयार हुन्छ तर अलि अल्छी गर्छ क्या। त्यति मात्र फरक हो। गर्न चाहिँ गर्ने अलिक ढङ्ग नपुऱ्याएर गर्ने कामहरू। त्यो तलब झरिरहेको छ दाउ त्यो धेरै छ ऊ त्यो टिप्छ है मैले माथिको न यो त्यो त्यो डोकोले के गरेछ भने त्यो हाम्रो त झऱ्यो त हो नि। हामीले अरूको टिप्यो होइन के अरे। ओ दाउ त्यहाँ डोकोमा के गरे म तल जान्छु। म जान्छु तँ झरे पनि जा। कहाँ जान्छ उयोबाट जान त्यहाँबाट लड्दा त नि अथवा जुकाल टोक्यो। यति धेरै छ यहाँ माथि तर हामीले टिप्नै सकेन कि यतिर। किन गाडी बोक्छ भने बस्नु जाने हो भाइ के भयो त नि बाल भयो भनेर भन्न मिल्दैन। उयो तल छ भाइ टिप्दा उस 3-4 छ 4-5 थियो कता कता हो। उयोबाट जाऊ बाटो रहेछ उयो मातिर नै छ जाऊ लडलाई उयो भित्र चाहिँ रहेछ यहाँतिर ल ल ए उयोतिर रहेछ नजिक यहाँबाट टिपेर लगाऊँ क्या भाइ। यहाँ पनि हामीले चाहिँ रहेछ यहाँतिर अब यहाँ टिपेर नजिक पनि छ। किन यो काठमाडौँमा गएपछि त किन्नुपर्छ। केजी कति पर्छ काठमाडौँ धावा भाइ? तँ त मासु लबर हो त्यही भएर यस्तो गरेर खाँदैन होला मेरो भाइ। तैँले यस्तै घाँस खाँदैन अरे यसले भनेको। अब यो उसिनेर खान मिठो हुन्छ नि त्यो पहेँलो खाएको त। 2 थरीको इस्कुस रहेछ है। एउटा इस्कुस नि खानु छ एउटा त्यही तरकारी खानेवाला रहेछ एउटा चाहिँ उसिनेर खाने रहेछ इस्कुस पनि। खोइ त्यति त होला नि 5 रहेछ त उयो भित्रतिर ऊ त्यो पल्लो थियो खोइ उयो पहिला ल्याएर चाहिँ भाइ यो उसिन खानुहोस् है। ए ल टिप उयो टिप बिस्तारै ल उयो माथि खोइ रे उयो हो यो हो त्यो उतापट्टिको हो त्यो त्यो त पहेँलो खालको रहेछ है। 2 सेतो स्कुल ए भोट्ने के हो यो मान्छे घर हो नि हाम्रो बारी हो नि यो त। ल ल के को यस्तो जाब इस्कुस जसले खाइ हुन्छ यो हाम्रो रुखो उनीहरूले खायो भने त के भयो त यति हेरेर इस्कुस को खान्छ ल ल
टिप दुईटा त्यहाँ एउटा उयो एउटा माथि चेको अनि टिपे खाने यत्रो त कसले खाइसक्यो भने क्या वक्क भइसक्यो ल यहाँनिरहरूलाई खाना खाँदा त्यही त खाँदैन भैँसीले दिन्छ भनेपछि हो कि होइन भन्दा खाने भए त सिधिसक्थ्यो हाम्रो मासु लभरहरू मात्र हो क्या काठमाडौँ बस्ने मान्छे मात्र हो कि इस्कुस मनपर्ने तँलाई त आइज कहाँ आऊ न तैँले बोक्नुपर्छ आएन आइज भाइ यत्रो यहाँ टिप्नु पनि छ कि भाइ आइज यहाँ यति धेरै टिप्नु छ कि तँ के थाहा बियोस होला नि म चाहिँ बियोस हो त्यो त हाँस्यो होला के भन्नु होला नि तैँले मेरो टङ्ग टङ्ग लाग्यो भने त्यस्तो हुन्छ होला है घोचो यार घाउ खुट्टा तँलाई अनि के तँ त अनि सुकेपछि माकुरी तँ नि काममा त नि आउनुपर्छ नि तँ चाहिँ नआउने अनि तेरो गल्ती किन उड्नु लागेर नि तँ मैले यत्रो खन्दा चाहिँ तँ नआउने भाइ एक बजी आयो अनि म एउटाले खन्दाखेरि झन् भाइ दुई भाइ मिलेर यहाँ हुन्छ अहिले त कसले खाने थियो खान्छ धोर्जीले कति खाने थियो धोर्जीले भन खान्छ अरे अनि धोर्जीले त बढी हावा बल्छ हुन्छ हावा गफ पर्छ आइज सक्यो भयो के होला धोरीले खन्नु खायो त त्यो डल त्यो ड्रिल खायो दुई ठाउँमा यति यति बोक यति यति बोक धोर्जेले त्यो ड्रिल खनेको थियो कि भाइ त्यतिखेर खने भए त धोर्जेले कति खन्छ भने कुरो त थाहै होला धोर्जे कस्तो खालको मान्छे भन्ने कुरो थाहै होला के कस्तो गरौँ हौ कति केजी छ 15 केजी छ कि सक्छ न त म बोक्छु है तँ नसँग कथा टोक्यो मलाई कमिला ल्याउ कि त घाउ गयो कुरो मलाई लाग्ने कुरो उयस्तो टिभी लानु पर्ने कि त उयो टेस्टी हुन्थ्यो म यो टिभी र सिद्नु पर्यो मलाई सिद्नु पर्यो मलाई उयस्तो सेतो त खतरा मिठो हुन्थ्यो के हो होला उसिने खानुलाई यहाँ सिस्नु पहिला खालको रहेछ तर एकदमै सिस्नु रहेछ यो माथि टोयलेट माथि रहेछ अर्काकोमा यहाँ त हरियो मात्र छ यहाँ अब सिस्नुले एकदमै पोलेर गाह्रो भइसक्यो अब धरमा म हिँड्यो आजदेखि हामी हिँड्यौँ कोदो बारी अच्छा कमिला टोक्यो यार कुरा कमिला लग्यो झुस आम्मामा ओए लड यस्तो नाम लाम भइसक्यो भाइ नाम लानु छोरो बनाऊ तँ लड बर्बाद बना कसरी झर्ने हो अच्छा सिस्नुले के साह्रो टो बोले हावाले एक बारी बोकेर गइरहेको छ यो चाहिँ हामी भोलि काठमाडौँ लानको लागि हो हावा चाहिँ गइसकेको छ अब हावाले घिस्यार्दै बोकिरहेको छ इस्कुस इस्कुस टिप्नु गएको आस्याङ हाम्रो आस्याङ हुनुहुँदो रहेछ बोटबाट आउनु भयो होला सायद अथा टोक्यो यार सिस्नुले
सिस्नु कमिलाले हाम्रो चाहिँ भिडियो प्रायः जस्तो भिडियोहरू चाहिँ यो बाटो हुन्छ किनभने हामी घर जाने बाटो चाहिँ यहीँबाट हो त्यही भएर चाहिँ प्रायः भिडियो चाहिँ यहीँबाट यो बाटोहरू देखिन्छ